नमस्कार, तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ, जहाँ हामी नेपाली ऐतिहासिक घटना र व्यक्तित्वहरूको बारेमा जानकारी दिन्छौँ। आज हामी नेपालका महान राजा महेन्द्र वीर विक्रम शाहको बारेमा कुरा गर्दैछौँ। नेपाल राजा महेन्द्रको योगदान, शासनकाल र नेपालमा उसको प्रभाव। नेपाल इतिहासको केही यस्ता राजाहरू छन् जसले मुलुकको भविष्य नै परिवर्तन गरे। तीमध्ये एक हुन् राजा महेन्द्र वीर विक्रम शाह, जसले नेपालको आधुनिक तर्फ डोर्याउने र पूर्वाधारको विकास गर्ने अनि पञ्चायती शासन लागू गर्ने निर्णय लिएका थिए। तर उनले गरेको सबै काम सकारात्मक मात्र थिए त? आज हामी महेन्द्र राजाको ठुलो उपलब्धि र उनको निर्णयको प्रभाव र विवादहरूबारे सम्पूर्ण जानकारी दिनेछु। अन्तसम्म भिडियो हेर्नुहोला। राजा महेन्द्र को थिए? राजा महेन्द्र वीर विक्रम शाहको नेपालको 9औं राजा थिए। उनी राजा त्रिभुवनको छोरा हुन्, जसले नेपालको प्रजातन्त्र पुनर्स्थापना गर्न ठुलो भूमिका खेलेको थिए। र राजा महेन्द्रको जन्म 1971 साल असार 25 गते अर्थात् सन् 1920 जुलाई 11 मा भएको थियो र उहाँको शासन अवधि 31 वर्ष 11 महिना र 29 दिन थियो। उनको शासन नेपालको लागि राजनीतिक, आर्थिक र भौतिक पूर्वाधार र सांस्कृतिक दृष्टिकोणले महत्त्व रह्यो। शासनमा विवाद पनि धेरै रह्यो। राजा महेन्द्रको प्रमुख योगदानहरू: राजनीतिक परिवर्तन, पञ्चायती शासनको सुरुवात 2017 साल पुस 1 गते उनले प्रजातान्त्रिक व्यवस्था खारेज गरी पञ्चायती व्यवस्था लागू गरे। कारण उनले बहुदलीय व्यवस्था देशको स्थायित्वको लागि उपयुक्त छैन भन्ने ठाने। प्रभाव: सिधै राजाले शासन गर्ने एकल शासन प्रणाली लागू भयो, जुन 30 वर्षसम्म चल्यो। पूर्वाधार विकास र आधुनिकीकरण: राजा महेन्द्र नेपालको आधुनिक विकासका पूर्वाधार निर्माण गर्न धेरै योगदान गरे। त्यसमध्ये म केही कुराहरू भन्न चाहदैछु। पूर्व पश्चिम राजमार्ग: महेन्द्र राजमार्ग नेपालको पूर्वदेखि पश्चिम जोड्ने पहिलो ठुलो राजमार्ग। त्रिभुवन विश्वविद्यालय: नेपालको पहिलो विश्वविद्यालय स्थापना गरी उच्च शिक्षालाई प्रवर्धन गरे। नेपाल वाणिज्य ब्याङ्क: ब्याङ्किङ प्रणालीको आधुनिकीकरण गर्न र स्थापित गर्न राजा महेन्द्रको सबैभन्दा ठुलो योगदान छ। नेपाल टेलिभिजन र रेडियो: नेपाल सञ्चारको विकास गर्दै सूचनाको प्रभाव बलियो बनाए। औद्योगिक क्षेत्र विकास: विराटनगर, जनकपुर, हेटौँडा लगायत स्थानहरूमा औद्योगिक क्षेत्र स्थापना गरे। भाषा, संस्कृति र राष्ट्रिय एकता: एक राष्ट्र एक भाषा नीति लागू गरी नेपाली भाषालाई राष्ट्रिय भाषाको रूपमा मौजुद बनाए। नेपाल राष्ट्रिय प्रवर्तन गर्दै गाउँ गाउँबाट उठ जस्ता देशभक्ति गीतहरूलाई लोकप्रिय बनाई सांस्कृतिक प्रवर्धन गर्न नेपाल प्रज्ञा प्रतिष्ठान स्थापना गरे। र उहाँको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिहरू पनि त्यत्तिकै राम्रा थिए। नेपालको संयुक्त राष्ट्र सङ्घ युएनमा सदस्य बनाउने पहल गरे। पछि नीतिलाई अपनाई नेपाल र भारत र चीनको कूटनीतिक प्रभावलाई टाढा राखे। नेपाललाई साथको जग बसाल्ने मुलुकहरूमध्ये एक बनाए। कृषि सुधार र अर्थतन्त्रको विकास: भूमि सुधार कार्यक्रम लागू गरी किसानहरूलाई जग्गा धनी बनाउने प्रयास गरे। नयाँ ब्याङ्कहरू स्थापना गरी कृषि क्षेत्रलाई लगानी बढाए। खाद्य संस्थानको स्थापना गरी खाद्य सुरक्षालाई बलियो बनाए। र अब उहाँको विवाद र आलोचनाहरूको बारेमा पनि केही कुराहरू गर्न चाहदैछु। 2017 सालको कुप्रजातन्त्र हटाएर पञ्चायती शासन लागू गरे। संविधान खारेज र बहुदलीय व्यवस्था समाप्त भयो, जसले राजनीतिक स्वतन्त्र विचारधारालाई दबाव र प्रेस स्वतन्त्रलाई कमजोर भयो र प्रतिपक्षीहरूलाई दमन गरियो। के राजा महेन्द्र शासनकालमा नेपालको लागि सही थियो? तपाईँको विचार राजा महेन्द्र नीति र नेपालको सही थियो या थिएन, गलत के लाग्छ तपाईँहरूलाई कमेन्ट मार्फत मलाई जानकारी दिनु। यदि तपाईँलाई नेपालका यस्ता ऐतिहासिक विषय मनपर्छ भने मेरो च्यानललाई सब्सक्राइब गर्नु, भिडियोलाई लाइक गर्न नबिर्सिनु र थप रोचक र सामग्री लागि बेल आइकन थिच्नुहोस्। र फेरि भेटौँला अर्को भिडियोसँगै। जय नेपाल, जय नेपाल।